नमस्कार साथीहरू, नेपालको राजनीतिमा एक यस्तो घटना भएको छ जसले हाम्रो संघीयताको जगमाथि गम्भीर प्रश्न उठाएको छ। एउटा पद जसको संवैधानिक गरिमा हुन्छ त्यसलाई 24 घण्टाभित्र खोसिएको छ। केही घण्टा अगाडि मध्य प्रदेश प्रमुख नियुक्त भएकी सुमित्रा सुवेदी भण्डारीलाई किन र कसरी हटाइयो? तथ्यको प्रस्तुति। नवनियुक्त प्रदेश प्रमुख भण्डारीले हिजो बिहान एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई हतारमा मुख्यमन्त्री नियुक्त गरी शपथ खुवाइन् होटलमा। विवादको बिउ। यो प्रक्रियामा संवैधानिक मर्यादा र पारदर्शिता नअपनाएको आरोप लाग्यो। लुका मन्त्री परिषद बैठकले हटाउने सिफारिस गर्यो र आज राष्ट्रपतिले पदमुक्त गर्नुभयो। नियुक्ति बर्खास्तीको प्रावधान। संविधानको धारा उल्लेख गर्ने अनुसार प्रदेश प्रमुखलाई मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले हटाउन सक्ने संवैधानिक व्यवस्था छ। के सिफारिसको आधार स्पष्ट हुनुपर्छ? प्रदेश प्रमुख केन्द्र सरकारको एजेन्ट वा संवैधानिक निकाय। मन्त्री परिषदले इच्छा अनुसार प्लेजर डक्ट्रिन हटाउन सक्छ कि सक्दैन? यसले प्रदेश प्रमुखको भूमिकामाथि राजनीतिक दबाव सिर्जना गर्छ। मुख्यमन्त्री नियुक्ति विवादको जड। भण्डारीले एमाले नेता यादवलाई नियुक्त गर्नु पछाडिको पोलिटिकल म्याथ के थियो? पूर्व मुख्यमन्त्री सोनलको राजीनामा। विश्वासको मतको प्रक्रिया सुरु हुनु अघि नै किन राजीनामा? सरकारको चाल। भण्डारीलाई हटाउने मन्त्री परिषदको निर्णय वर्तमान सत्ता गठबन्धनको शक्ति प्रदर्शन हो। उनीहरूले आफू अनुकूलको व्यक्ति सुरेन्द्रलाल लाभकर्णलाई नियुक्त गरेर मधेसमा आफ्नो पकड बलियो बनाउन खोजेका हुन्। सकारात्मक पक्ष। यदि प्रदेश प्रमुखले साँच्चै संवैधानिक प्रक्रिया मिचेकी हुन् भने केन्द्र सरकारले गरेको कारबाही चेक एन्ड ब्यालेन्सका लागि आवश्यक हुन सक्छ। नकारात्मक पक्ष। यो घटनाले प्रदेश प्रमुखलाई केन्द्र सरकारको रबर स्ट्याम्पमा सीमित गर्छ। यसले संघीय इकाइहरूको स्वायत्तता र प्रदेश प्रमुखको निष्पक्षतामाथि प्रश्न उठाउँछ। दीर्घकालीन असर। राजनीतिक अस्थिरता बढ्न सक्छ र मधेसमा फेरि सरकार परिवर्तनको खेल सुरु हुन सक्छ। हामीले देख्यौं यो केवल एक व्यक्तिको बर्खास्ती होइन। यो नेपालको संघीय संरचनाको कार्यान्वयनमा देखिएको गम्भीर पोलिटिकल टग अफ वार हो। संवैधानिक मर्यादा कायम राख्ने नाममा राजनीतिक स्वार्थ पूरा भइरहेको त छैन? यसमा गम्भीर छलफल आवश्यक छ। तपाईको विचार के छ? कृपया टिप्पणीमा राख्नुहोला। म फेरि भेट्नेछु। नमस्ते।